Hello guys, welcome to my channel. It's me Rai and the sir, Rai sir. अनि म चाहिँ आज आएको छु ब्याक टु द भिडियो आफ्टर अ लङ टाइम। अनि म चाहिँ आज प्लानिङ गर्दैछु भाइसँग एउटा सर्ट राइड प्लस हाइक गरिदिउँ भनेर आमा याङ्ग्री। सो लेट्स सी। ल अब चाहिँ हामी घरबाट हिँडिसक्यौँ। अहिले चाहिँ 0.00 किलोमिटर छ। ल अब गए बिस्ता हुन्छ। ल अबले चाहिँ हामीले चाहिँ बोडेमा पेट्रोल फुल ट्याङ्की हाल्यौँ। 1500 गयो, अराउन्ड 9.3 गयो क्यारे। अनि हामी अब गएर अब मूलपानीतर्फ लाग्दैछौँ। अब यहाँबाट चाहिँ साकु 7 किलोमिटर, दक्षिण पौवा 14 किलोमिटर र मेलम्ची 35 किलोमिटर छ। हामी चाहिँ मेलम्चीदेखि पनि अझै यस्तै जानुपर्छ। हामी चाहिँ लगभग यहाँ साल नदी चोक आइसक्यौँ। यहाँबाट अगाडि हामी चाहिँ साल नदी पुग्छ, तर हामी यहाँ त्यो दक्षिण पौवा लाग्छौँ। अराउन्ड 5.5 किलोमिटर छ। ल अहिले चाहिँ हामी मेलम्ची जाने बाटो लगाइसक्यौँ। अलिकति अगाडि मात्रै हो। मेलम्चीको गाडीहरू यहाँ आउँदैछ। यो मेलम्चीको गाडी हो। अब चाहिँ अफरोड बाटो सुरु भइसकेको छ। आमामामा धुलोले त आँखै अन्धो बनाइदियो यार। मेलम्ची जाने सिधा हो दिदी? कहाँबाट छिटो बाटो राम्रो छ? हिँड्दैछ अस्ति जाने बाटै तलको मेलम्ची जाने चाहिँ दुईवटा बाटो रहेछ। तलको बाटो गयो बनाइरहेको छ, तर हिलो रहेछ। त्यो माथि ट्र्याक्टर फसिरहेको छ। यो बाटो हुँदैन। यो बाटो चाहिँ अलिकति घुमेर तर लामो रहेछ। अब हामी चाहिँ यो बाटो गइदिनु पर्छ। अहिले टाइम भएको छ 10:30, 10:35 भएछ। त्यो भनेको मेलम्ची भइ नै हाल्यो। त्यहाँसम्म पुग्दा बाटो के कस्तो छ लगाइदिन्छौँ। माथिबाट बाटो आएको यो बाटो ओभरअल ठिकै रहेछ, त्यस्तो वर्स्ट त छैन। अब यहाँबाट चाहिँ हामी लेफ्ट साइड गयौँ भने मेलम्ची पुग्ने छ। ल गाइजहरू, फाइनली हामी चाहिँ मेलम्ची बजार आइसकेको छौँ। यस्तो रहेको छ यहाँको मेलम्ची बजार। मेलम्चीबाट चाहिँ मेलम्ची बजार कट्ने बित्तिकै अफरोडहरू चाहिँ लगभग सुरु भइसक्दो रहेछ। अनि बाटोहरू यस्तो छ कि अहिले हामी अक्सिजनमै जाँदा पनि, अक्सिजन त होइन, पानी पर्ने सिजनमा नजाँदा पनि बाटो चाहिँ यस्तै नै रहेछ। अहिले हामी चाहिँ मेलम्चीको साइड बाई साइड हिँड्दैछौँ। कन्टिन्यू 1 घन्टा हुन लागिसक्यो होला। बाटो खोलाको छेउछेउ मात्रै छ बाटो चाहिँ, तर अलिकति धेरै गिटी टाइपको छ क्या। अब हामी आएको छौँ मेलम्ची खोलामा। मेलम्ची खोला चाहिँ एकदमै ग्रिन छ। यसले चाहिँ मलाई ग्रिन लेक मनाङको भाइब दिइरहेको छ है। यस्तो रमाइलो छ ठाउँ चाहिँ। पुरा दुईवटा डाँडाको बिचमा दामी छ क्या, मजाको। तर बाटो चाहिँ अब यहाँदेखि यसो हेर्दाखेरि चाहिँ अलिकति अफरोडै छ। ढुङ्गा छ। यसो सुन्दा पनि अब खासै बाटो त राम्रो छैन। तर लेट्स सी के कसो हुन्छ। आमा याङ्ग्री जाने भएको छैन। गाडी आमा याङ्ग्री जाने भएको। बाटो चाहिँ यस्तै छ। ठाउँमा बिग्रिएको छ, काहीँ धेरै बिग्रिएको छ। बिग्रेको छ भनौँ, त्यस खाल्डाखुल्डुङ धेरै छ। यहाँ चाहिँ बाटोहरू सब सोलिङ गरेको छ है, उकालो धेरै गान्दाङ गुन्डुङ मात्रै गर्छ। त्यस्तो छ बाटो चाहिँ। बाटो त्यस्तो सोलिङ छ है। बाइकको पनि बिचमा चाहिँ पिकअप लिन खोल्दा आफै गर्छ। अब चाहिँ केही समयको सोलिङ पछि सानो गाउँ जस्तोमा आएको छौँ हामी चाहिँ। यहाँ गाउँको बाटो चाहिँ तलको सोलिङ हेरी चाहिँ केही राम्रो छ। गाइजहरू, अहिले चाहिँ हामी फाइनली हेलम्बुको ककनी भन्ने ठाउँमा आइसक्यौँ होइन। अनि उकालोमा चाहिँ बाटोहरू एकदम अप्ठ्यारो रहेछ। यही बाटो तल हुँदै आयो। यो रुख्नेर चाहिँ तल खोला छ क्या। त्यहीको बाटो यस्तो घुम्दै यहाँ आएको हो खास गरी। ल अब यहाँको एकछिनको बसाएपछि हामी चाहिँ फेरि निस्किनुपर्छ। अराउन्ड अझै 18 to 20 किलोमिटर छ अरे। त्यो भनेको एकदमै वाइल्ड डिस्टेन्स हो, किनभने बाटो पनि वाइल्डै खराब छ। This is not Ama Yangri. This bato make me angry.
के खालको बाटो सब यसको नि तर पनि केही छैन गइरहेको छ उकालोतिर ल आफ्टर अ लङ राइड हामी चाहिँ फाइनली तारक्याङ आइसकेको छौँ यहाँबाट बेस क्याम्प भनेको अराउन्ड 10 किलोमिटर छ अब हामी चाहिँ तारक्याङमा आइसक्यौँ होइन अब यहाँको भ्यूहरू चाहिँ राम्रो छ जताततै बादल लागिरहेको छ अनि यहाँ चाहिँ स्तुपाहरू छ स्तुपा भन्छ होला मेबी यो टुन्दाईहरू पनि जाने हो बेस क्याम्पतिर अब अगाडि गयो भने चाहिँ तारक्याङ गाडी चाहिँ यहाँ परसम्म जाँदो रहेछ अनि यहाँदेखि माथि चाहिँ बेस क्याम्प अब हामी चाहिँ तारक्याङबाट फाइनली बेस क्याम्पतिर लागिसक्यौँ र बाटोहरू चाहिँ सबैभन्दा वर्स्ट बाटो नै बेस क्याम्पको भन्ने सुनिएको छ हेरिदिँदा पनि के कस्तो छ अब स्टार्टिङदेखि एक ठुल्ठुलो सोलिङहरू छ है बाइकहरूलाई पनि तान्न गाह्रो होला जस्तो छ त्यसो हेर्दा त एरियामै अहिले चाहिँ हामी एकछिन बाइकलाई रेस्ट दिइरहेछौँ बाइक चाहिँ यहाँ छ हामी एकछिन बाइकलाई रेस्ट दिएर म र भाइ चाहिँ बसिरहेछौँ अनि भ्यू चाहिँ एकदमै नाइस छ यहाँ चाहिँ चौरी गाईहरू छ यति धेरै मजाको यहाँ चाहिँ बाइक आवाज दिए सुनेर पर भाग्दै थियो यहाँ छ यहाँ चाहिँ चौरी पालन गरेर रहेछ जाडो चाहिँ यहाँ वाइल्डै जाडो छ तल त केही जाडै थिएन है बाटोहरू पनि बनाइरहेको रहेछ As you can see, भ्यूहरू एकदमै अमेजिङ छ बाइकहरू चिसो एकदमै बढ्न थाल्यो भने झन् माथि गयो झन् चिसो पर्छ झन् माथि गयो झन् चिसो पर्छ लगभग हामीले 5 किलोमिटर जति आइसक्यौँ होला अनि यहाँ मेबी 5 किलोमिटर लाग्छ कि तर बाटोले गर्दा सिधै उम्लोस चाहिँ फाइनली आइसक्यौँ आमायाङ्गी बेस क्याम्प यही भनेको छ यो राख्यौँ त हामी ल अब चाहिँ हामी आमायाङ्गी बेस क्याम्प आइसक्यौँ यो चाहिँ आमायाङ्गीको पार्किङ रहेको छ हामी आएको चाहिँ लगभग 1 घन्टा अगाडि भइसकेको थियो तर हामी चाहिँ यहाँ के छ भने चिया खाँदै एकछिन रमाइलो गर्दै थियौँ दाइहरूसँग अनि यहाँ चाहिँ डिफ्रेन्ट टाइप्स अफ टेन्ट छ टेन्टहरूको पनि प्याकेज हुँदो रहेछ तर पहिल्यै हामीले त्यसको चाहिँ बुकिङ गरेर आउनुपर्ने हुँदो रहेछ हाम्रो टेन्ट चाहिँ यो दामी आगो बढिरहेको छ टोलीहरू छ यहाँ चाहिँ मौसम रमाइलो भइरहेको छ नाचगान कार्यक्रम चलिरहेको छ यो चाहिँ हाम्रो सुत्ने रुम ल अब बिहानको चाहिँ 4 बजिसक्यो हामी उठिसक्यौँ र अब रेडी भएर निस्किनुपर्ने हुन्छ टेम्परेचर चाहिँ अराउन्ड 1 को देखाइरहेछ है पुरा शीत परेर आइरहेछ पुरा हिउँ हातमा अनि पुरा लुगाहरू पनि फ्रिजिङ जमेर खतरा बज्नु गइरहेछ टेबलहरू पनि सब चिज जमेर चिसो छ अब हामी चाहिँ यो उकालो जानुपर्ने हुन्छ मान्छेहरू हिँड्दैछ भट्टाभट अहिले चाहिँ 4:20 जस्तो भइसक्यो होला हामी चाहिँ लगभग आधी घन्टा जति हिँडिसक्यौँ त्यसपछि जानुपर्ने चाहिँ अझै धेरै माथि छ हामी जानुपर्ने भनेको चाहिँ मान्छेहरू बत्ती बाल्दै हिँड्छ यहाँभन्दा नि माथि यहाँसम्म पुग्नुपर्ने छ आम्मा ठाडै उकालो छ हिँड्न नि गाह्रो भइरहेछ चिसोले फोक्सोलाई एकदम गाह्रो बनाइरहेछ कहिले यसो सोच्छु जिन्दगी राम्रो चल्दै थियो अनि एउटा ट्रेकिङ गरौँ या हाइकिङ गरौँ भन्छु
तर पनि फेरि जब चाहिँ फाइनल डेस्टिनेसनमा पुगिन्छ तब यो सब गरेको स्थलहरू चाहिँ एकदमै वर्थ हुन्छ। आज पनि हो भरौँ आमायाङरीको फाइनल डेस्टिनेसन एकदमै सही हुनेछ। ल गाइजहरू आफ्टर लङ 2 घन्टाको वाकपछि हामी चाहिँ फाइनली आमायाङरी आइसकेको छौँ। सनराइज हुन लागेको छ लगभग, घामहरू लाग्न थालिसक्यो। यताको भ्यूहरू राम्रो छ, ध्वजाहरू पुरा यसको आफ्नै इम्पोर्टेन्स छ लामाहरूको, त्यो चाहिँ मलाई एक्ज्याक्ट थाहा भएन। हिमालहरू यता देखिन सकिन्छ, नर्थ साइडपट्टि हो यो। हिमालहरू चाहिँ एकदमै क्लियर छ आज। हिजो चाहिँ मौसम खुला थिएन अरे, तर आज चाहिँ मौसम एकदमै क्लियर छ, हिमालहरू देख्न सकिन्छ। मजाको छ हिमाल, यस्तो दामी देख्दै हिमाल चाहिँ आज। अझै गोल्डन आवर सुरु हुन लागिरहेको छ, मान्छेहरू धेरै छ तर टेम्परेचर एकदमै धेरै चिसो छ, फ्रिजिङ छ, हातहरू लास्टै चिसो भइरहेछ। मोबाइलको ब्याट्रीहरू स्टोर ड्रेन हुनेछ। यता चाहिँ भयो यहाँको मेन भ्यू पोइन्ट, मजाको छ यहाँ हो। प्राय सबैभन्दा धेरै फेमस चाहिँ यहाँनिर मान्छेहरू छ थुप्रै। सनराइज चाहिँ हुँदैछ यता साइडमा, यतापट्टिको भ्यू पोइन्ट हो। मान्छेहरू चाहिँ शनिबार भएकोले आज चाहिँ थुप्रै छ। तल होटेलहरूमा पनि एकदमै प्याक थियो। अब चाहिँ सनराइज भइसकेको छ, अरू भ्यूहरू चाहिँ एकदमै दामी देखिरहेको छ। हिमालहरू हेर्ने भने होइन, गोल्डन आवर सुरु भइरहेको छ, हिमालहरू एकदम क्लियर छ। आज चाहिँ मौसम दामी छ, मौसमले साथ दिएको छ आज चाहिँ दामी छ। आमायाङरी चाहिँ मेन यो हो टावर चाहिँ, मन्दिरहरू समथिङ के होला यस्तो छ। यहाँ चाहिँ आमामा चिसोले पुरा जमेको। आमायाङरीको भ्यू चाहिँ यस्तो दामी छ, साइडमा हिमालहरू पुरा 360 हेर्न सकिन्छ। आमायाङरी चाहिँ जस्ट यत्रो अफरोड हिँडेको, यत्रो गरेको, बिहान उठेर 2 घन्टा हिँडेको चिसोमा अँध्यारोमा वर्थ भयो। अब चाहिँ हामी मेन यो चाहिँ के हो, गुम्बा हो या के हो अब भनौँ, यतातिर जान्छौँ। बादलहरू लाग्न थालिसक्यो बिस्तारै बिस्तारै, लगभग खुल्न चाहिँ धेरै बेर खुल्दैन रहेछ, तुवालो छिटो लागिहाल्दो रहेछ। यता चाहिँ बादलहरू लागिरहेको छ। हामी बस्ने होटेल चाहिँ यहाँ हो क्या, यहाँनिर हो आमायाङरी बेस क्याम्प होटेल हो होटेलको नामै। अनि यहाँ चाहिँ अर्को होटेल छ, यहाँ चाहिँ 2टा छोलोङ मुथाङ कि के छ एउटा होटेल होइन, 2टा मात्रै होटेल रहेछ। त्यो भएर आउनु अगाडि चाहिँ प्रि बुकिङ गरेर मात्रै आउनुपर्छ, नत्र चाहिँ अलिकति समस्या हुनसक्छ। अब हामी चाहिँ आमायाङरीबाट तलतिर झर्दैछौँ। मौसमको चाहिँ आमायाङरीमा कुनै पनि टुङ्गो छैन। अघि यस्तो रमाइलो थियो, एकैछिनमा यहाँ टुवालो लगाइसक्यो, बादलको चिसो हुन थालिसक्यो। हिमालहरू अलिअलि देखि त रहेको छ तर त्यस्तो धेरै क्लियर चाहिँ छैन। अनि आमायाङ चाहिँ माथि छ टपमा, हामी चाहिँ निकै तल आइसक्यौँ। आफ्टर लङ वाक हामी चाहिँ आइसकेको छौँ आमायाङरी बेस क्याम्प। हाम्रो होटेल चाहिँ यहाँ छ। अब यहाँ गएर ब्रेकफास्टहरू खाइन्छ। ल अब चाहिँ हामी हिसाब किताबतर्फ बढ्छौँ। हामी बसेको होटेल चाहिँ यो आमायाङरी बेस क्याम्प, कसैले चाहिएछ भने यहीँबाट हेर्नु होला। ल अब चाहिँ हामी यहाँ आमायाङरी बेस क्याम्प होटेलबाट हिँडिसक्यौँ। अब त्यो तलतिर हामी तार्के भन्ज्याङ होइन तार्केयाङ लाग्छौँ। तार्केयाङ चाहिँ यहाँदेखि लगभग अराउन्ड 1 घन्टा लागेको थिएन आउन, जानलाई चाहिँ अराउन्ड आधी घन्टामा पुगिन्छ होला। बाटो चाहिँ फेरि ओह्रालो छ, अलिक खतम छ बाटो, चिप्लो पनि रहेछ। अहिले चाहिँ बाटोहरू चाहिँ एकदमै बिग्रिया छ है। हिजो बेलुका अलिअलि पानी नि पर्थ्यो, बाटो चाहिँ वाइडै चिप्लो छ, शीत परेको। हिजो अलिअलि पानी परेकोले पनि गाह्रो बनायो, लास्टै चिप्लो बाटो बनायो आज। वेट ल अब चाहिँ हामी फाइनली अप्ठ्यारो बाटो भन्दा पनि चिप्लो बाटो चाहिँ कम्प्लिट गरेर तार्केयाङ आइसक्यौँ बेस क्याम्पदेखि, जुन चाहिँ अराउन्ड हामीलाई आधी घन्टा जस्तो लाग्यो नै होला। अझ बाटो यस्तो सजिलो भएको भए चाहिँ आधी घन्टाभन्दा कमै लाग्थ्यो। हामी फाइनली आइसकेको छौँ अब तार्केयाङ हो होइन। अब यहाँदेखि राइट लाग्यो भने चाहिँ मान्छे बेस क्याम्प जाने ट्रेक गर्ने मान्छे यहाँदेखि 2 घन्टा हाइक गरेर जान्छ। अब बाइकमा जाने मान्छेहरू चाहिँ यहाँदेखि घुमेर जान्छ, तर बाटो चाहिँ एकदमै बिग्रेको छ। कति हामी यहाँबाट ओह्रालो लाग्नुपर्ने हुन्छ, ओह्रालोको बाटो त देखाइहालेँ, त्यही छ, गाह्रो छ गाह्रो जिन्दगीमा। ल अब चाहिँ हामी एकछिन
ब्रेक लिन्छौँ। यहाँ चाहिँ हिजो हामी रेस्ट गरेको ठाउँ हो। यहाँदेखि फेरि ठाडै ओह्रालो छ क्या, ओह्रालो छ। यहाँ पनि बाटो चाहिँ अब यहाँ तल पनि अलिक छ र रेस्ट लिन्छौँ। यहाँदेखि हामी तल जानुपर्छ मेलम्ची। अझै एउटा दुईवटा तिनवटा डाँडा काटेर अझै मेलम्ची खोला पुगिन्छ। ल अब चाहिँ 10-15 मिनटको रेस्टपछि हामी चाहिँ यो ठाउँबाट तलतिर लाग्छौँ टुवर्ड्स मेलम्ची। हिजो चाहिँ जाँदाखेरि नतानेको उकालोमा नतानेको सोल्नेलाई यो पनि हो। ठाडै उकालो छ, फेरि अहिले लामो पनि छ क्या, तान्दै तानेर डबल आउँछ झरेर। तान्दा पनि कस्तो मजाले नतानेर बाटो चाहिँ ल अब एकछिनको ब्रेकपछि र यो खोलासँग बसेर केही समय रिफ्रेस गरेपछि र घट्टा हेरेपछि अब हामी चाहिँ मेलम्चीतर्फ लाग्छौँ। ल लेट्स गो टुवर्ड मेलम्ची। अब लगभग हामी चाहिँ हेलम्बु बजार आउन लागिसक्यौँ। गाडीको पछाडि परेकोसम्म अघि माथिदेखि नै गाडीको पछाडि बसेको धुलो चाहिँ मिठो खाइयो हेलम्बुको धुलो। ल हामी चाहिँ फाइनल आइसक्यौँ मेलम्ची खोला। मेलम्ची खोला यस्तो दाम देखिरहेको छ है, मजाको छ, पुरा हरियो बाटो चाहिँ त्यही छ क्या। यता रहेको मेलम्चीहरू चाहिँ यो पहिला बाढी गएको बेलामा सबै टसनस भएको उयोहरू सबै यहाँ गराएको छ। अहिले एलान्डन त पुरै सुन्छ क्या। ल अब चाहिँ मेलम्ची उतातिर गइरहेछ भने हामी चाहिँ अब लगभग यहाँबाट उकालोतिर लाग्छौँ। ल अब चाहिँ हामी मेलम्चीबाट फाइनली लक्ष्मीकोवा आइसकेका छौँ। लक्ष्मीकोवाबाट अब हामी चाहिँ तलतिर लागेर चाली नदी निस्किन्छौँ। ल हामी चाहिँ अब मूलपानी बोडे छिमी हुँदै घरतर्फ आइसक्यौँ। अहिलेसम्म भिडियो हेरेर साथ दिनुहुने सबैलाई धन्यवाद। अब म फेरि नयाँ भिडियो लिएर उपस्थित हुनेछु। तबसम्मको लागि